ध्यान दिएर हेर्नुहोला र सिक्नुहोस् अनि आफ्नो साथीलाई पनि उल्लु बनाउनुहोस्। हाम्रो नेपालमा अहिले चलिरहेको छ 2082 अनि अब न्यू इयर आउँछ 2083। दुईटै लेख्ने पहिला। अच्छा, अब यसलाई गरौँ उल्टो। यो भइहाल्छ 2802 र यो हुन्छ 3802। ठीक छ नि यहाँसम्म? क्लियर छ? ओके। अब यसमा पनि 0 छ, यसमा पनि 0 छ, यसलाई काट्दियौं। अनि लास्टमा 22 पनि सेम छ, यसलाई पनि काट्दियौं। यहाँबाट बाँकी रह्यो 2828 र यहाँबाट बच्यो 3838। अब यो 2 र यो 3 लाई जोड्दियौं, यो भयो 5। अनि यो 8 र यो 8 लाई पनि जोड्दियौं, यो भयो 16। ठीक छ नि यहाँसम्म? बुझ्नुभयो होला? यदि क्लियर हुनु भएको छैन भने भिडियो रिपिट गरेर हेर्नु होला है। अब मात्र एक स्टेप बाँकी छ हजुरले गर्ने। यो भिडियोलाई आफ्नो साथीहरूलाई शेयर गर्नुहोस् र आफ्नो मनमा नै सोच्नुहोस् म त उल्लु भए साले त पनि उल्लु बन। यदि हजुरको साथी यो भिडियो हेर्न आयो भने त्यो साथी हजुरभन्दा महान उल्लु हुनेछ। उसको नाम जुगौं जुगसम्म अमर रहनेछ। धेरैले सोचिराख्नु भयो होला म कसरी उल्लु भए, मेरो टाउको उल्लुको जस्तो 360 घुमेको त छैन भनेर। पहिला चेक त गर्नु यार, घुमेछ कि घुमेछ छैन।